भवं भवानी सहितं नमामि आरती देव्यै नमः। नमस्कार गरौँ, हात धुम, त्यसपछि पुष्पाञ्जली लाभा फुल दिएर गुरु ब्रह्मा गुरु विष्णु गुरु महेश्वर गुरु साक्षात् श्री गुरवे यसो हात धोएर हात चिसो गरेर लाभा फुल दिएर भगवानसँग ध्यान गरौँ प्रभु। सन्ति देवाः गणानां त्वा प्रियपति गुङ्गवाम अम्बेयाम्बिके अम्बालिके नमनयति कश्चनः सशस्त्यकश्वः शुभद्रिकाङ्कां हरिः ॐ इदं विष्णुपदं हरिः ॐ निवेशयन निपश्यन् देशे च राष्ट्रे च पुण्यमस्तु ते। नमो नमस्ते स्फटिका प्रभाय सुश्वेतहारय नमस्ते वर्मा मुरारी त्रिपुरन्तकारी भानु शशि भूमि सुतो बुधश्च गुरुश्रुकमातरः दृष्टि पुष्टि तदात् पुष्टि आत्मनं कुलदेवता गणि धनं ते सर्वान् कामाश्च देहि मे कर्पूर गौरं करुणावतारं संसारसारं भुजगेन्द्रं नमामि शान्ताकारं भुजगसेनं पद्मनाभं सुरेशं विश्वाधारं गणदुदिशं मेघवर्णं शुभाङ्गं लक्ष्मीकान्तं कमलनयनं योगिवृद्धानगव्यं वन्दे विष्णुः भवभयहरं तमेव माता च पिता तमेव बन्धु सखा तमेव विद्या द्रविणं तमेव सर्वं मम देवदेवः। ॐ पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। परतरदेव शम्भो आवाहनं नदन्तवाचनं पूजा पाठ तन्त्र मन्त्र यन्त्र चैव नदानानि क्षमेतां परमेश्वरः क्षमेतां परमेश्वरी कायेन वाचा मनसेन्द्रियेण वा बुद्ध्यात्मा वा प्रकृति स्वभावात् करोमि यत्र सकलं परस्मै नारायणेति समर्पये ततः मन्त्रपुष्पाञ्जलिं समर्पणे अत्र आवाहित स्थापित पूजित सम्पूर्ण देवदेवताभ्यो नमो नमः। ओम श्रीधराय नमः, ओम ऋषिकेशाय नमः, ओम जनार्दनाय नमः, ओम उपेन्द्राय नमः, ओम हरये नमः, ओम श्री कृष्णाय नमः, ओम श्रायणिने नमः, ओम दीपनराय नमः, ओम कष्ट बलदेवताभ्यो नमः, ओम श्रीयाय नवग्रहेभ्यो नमः, ओम गौराय शिवसमातरेभ्यो नमः, सम्म सदा शिवादि पाञ्चदेवताभ्यो नमः, ओम लक्ष्मीनारायणभ्यो नमः, ओम सम्पूर्ण देवदेवताभ्यो नमः। मन्त्रपुष्पाञ्जलिं समर्पयामि पुइतस्मै क्षमस्व। जय गुरु। बोलो दीपनारायण भगवान को, बोलो कलशाधिष्ठात्री को, अष्टदिक्पालहरू को, बोलो अष्टदिग्गजहरू को, शक्ति जगत जननी माता को, बोलो एकादशी वासुदेवहरू को, बोलो लक्ष्मी नारायण भगवान को, बोलो श्री कृष्णचंद्र भगवान को, बोलो सीताराम भगवान को, बोलो राधा कृष्ण भगवान को, बोलो दामोदर भगवान को, बोलो मुक्ति नारायण भगवान को, राम क्षेत्र को, बोलो पशुपतिनाथ भगवान गुरुजी महाराज को, बोलो शाली भगवतहरू को, सहस्रधारा को, बोलो यह पुण्य भूमि को, सनातन धर्म को, बोलो वैदिक सत्य सनातन धर्म को, बोलो वैकुंठवासी गंगा प्रसाद पितृ को, भोलानाथ शर्मा को, कोयनाथ पितृ को, खड़ानंद पितृ को, छन्नावती पितृ को, जय वल्लभ पितृ को, विष्णुदत्त पितृ को, रामदत्त पितृ को, श्रीधर पितृ को, सुखदेव पितृ को, खड़ानंद पितृ को, तथा रेमकेश्वर महादेव भगवान को, रेवत दिल्ली पितृ को, पूर्ण प्रसाद शर्मा पितृ को, कुल प्रसाद शर्मा पितृ को, मणिभद्र शर्मा पितृ को, हरिप्रसाद पितृ को, बोलो कर्ता का संपूर्ण 21 कुल पितृहरू को,
बोलो संपूर्ण तीर्थस्थलहरूको बोलो श्रीमद् भागवत महापुराणको बोलो भागवत महात्म्य महिमा वर्णनको बोलो वैदिक सत्य सनातन धर्मको बोलो वैदिक सत्य सनातन धर्मको बोलो वैदिक सत्य सनातन धर्मको जय श्रीमन्नारायण ओम हर 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 महादेव शम्भो अगतिं शरणागतं हरे कृपया केवलमाश्रितां गुरु मनों तव माधवः प्रसीद भगवन्त्यमस्वः कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः तमनुपेतमपेतकृत्यं द्वैपायनो विरहकातर पुत्रेति तन्मयतया तरवो विनेदुस् तं सर्वभूत हृदयं मुनिमा कांचन गौरांगे राधा वृंदावनेश्वरी वैश्वानुसुते देवी तं नमः जय बोलो भागवत भगवान को सभी हरिहर भगवान को जय भागवत भगवान को राधा कृष्ण राधा कृष्ण वर्षादेखिको लिनु भएन अलि मजाले ताली सेवा गर्दै गोविंद गोविंद गोपाल मुरली मनोहर गोविंद गोपाल मुरली मनोहर नंदलाल गोविंद राधा 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 कृष्ण राधा 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 कृष्ण राधा 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 कृष्ण राधा हरि बोल मुरली मनोहर नंदलाल मुरली मनोहर नंदलाल गोविंद गोविंद गोपाल मुरली मनोहर नंदलाल राधा 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 कृष्ण राधा 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 कृष्ण श्री गोविंद गोविंद गोपाल मुरली मनोहर नंदलाल गोविंद गोविंद गोपाल मुरली मनोहर श्री गोविंद गोविंद गोपाल मुरली मनोहर राधा राधा कृष्ण राधा 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 कृष्ण राधा 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 कृष्ण राधा कृष्ण राधा
He
सदाशिव भगवान् हे तिम्रै भजन कीर्तन गर्दै हे बिताउँ जीवनभरि हे कैलाशैमा शिवले हे कैलाशैमा शिवले कैलाशैमा शिवले शङ्ख ध्वनि लाए बोलायो मलाई बोलायो बोलायो मलाई बोलायो कृष्णको वचन बोलायो कृष्णको वचन बोलायो एकैछिनलाई हाम्रो अगाडिको बाबु नानीहरू अलि पछाडि पछाडि गएर झाँकीलाई हेरौँ। अब हामी यता हेरेर यता फर्काउँदा भनेर हिँडियो। कहिल्यै पनि सत्कर्म केही पनि गर्न पो लाग्यो त उही अलिकति लोटा पानी ल्याउने हो नि यही पनि हुन्छ कि जसरी बसियो अलि टाग्रा छ यसरी भन्नु ल ल शरीर पनि कर 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 खान्छ। आयो यही पल्टिनु पर्छ है क्या ल जस्तो भयो नि आज यो
पृथ्वी लोकमा आज हामी त्यो दुष्ट पापी अजामिलका खातिर भनेर हामी यो पृथ्वी लोकमा आएका छौँ। यो तिमीहरूले कहिल्यै यसका मुखले राम नाम बोलेन, अझै मुख ढाकेर बसिहाल्छ। यसका खुट्टाले कहिल्यै पनि तीर्थव्रत जाएन, दानका त कुरै छोड, कहिल्यै दान पनि गरेको छ। मात्र लिएर हिँड, एउटालाई खुट्टा समात, एउटालाई हात समात। नारायण नारायण रुको रुको हिँड ल, हिँड ल। नारायण नारायण पुण्यात्मा व्यक्ति हो, हामीले सही भन्दैछौँ। यस्तो पापी अजामिल जसले तीर्थव्रत जीवनमा कहिल्यै गरेको छैन, दान धर्मका कुरा त छैन, मुखबाट राम जप्ने त कुरै छोड, राम भन्न पर्छ भनेर हरिको नाम आउँछ भनेर यसले हरियो पनि भन्दैन, काँचो हो भन्छ। यस्तो पापी यस्तो दुष्टलाई तिमीहरूले धर्मात्मी भन्छौ? दाहकत्व उसले बोलेरै छोड्छ। त्यस्तै प्रकारले भगवत नारायणको नाम अन्तिम अवस्थामा नारायणले पुकार गरेको छ। यो पुण्यात्मा हो, यसलाई हामीले वैकुण्ठतिर लिएर जाने हो। के भन्दैछु? यिनी पुत्र, यी कान्छा छोरा, यी कान्छा छोराको नाम नारायण हो। यसले मर्ने बेला डराएर नारायण भनेको हो। अवस्थामा यो भगवत नाम केवल भगवानको हो र यो वस्तु हाम्रो हो, त्यसै कारणले हामीले यसलाई लिएर जानुपर्छ। के भन्दैछौ? यमलोक लिएर जाने। जसले कथा सुन्न आउँदैनन्, काहीँ नजिकै कथा भएको छ भने घरमा भगवत नाम पनि जप्दैनन्, जो भगवानदेखि विमुख भएका छन् त्यस्तालाई लिएर जाने हो। हे देवदूत, तीन चेतावनी दिँदैछौ हामी, अन्यथा हामीसित युद्ध गर्नुपर्छ। हुन्छ महाराज। भने युद्धमा जसको विजय हुन्छ उसैले यो अजामिल पापीलाई लिएर जानेछ। शर्त मन्जुर छ? मन्जुर महाराज। ठिक छ, यो अजामिललाई साइड लगा है, अन्यथा हे मरेका अजामिल। हे केटो लागेको, तिमी पनि आऊ। यो आजसम्म देख्न नपरेको यो बाँसुरी युद्ध कस्तो युद्ध हो? बाँसुरी लिएर आएका छौ तिमीले युद्ध गर्न? काँधमा राख, काँधमा राखेर फन्ती घुमा। काँधमा राख, अब घुमा। 1 2 3 4। अब तेरो बानी, अब तेरो बानी। हामी थाक्यौँ महाराज, थाक्यौँ। अब तपाईँहरू युद्ध गर्नु। ल ल ल अब हामी दुईटा युद्ध गरौँ।
काँधमा राखेर साँच्चीकै हामी के होइन यमदूत यता नगोले आया 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 अब यो अजामिल कता छ खै यता साँच्चै नि आइग्यो अब नारायणको महत्त्व बुझेका रहन्छौ। अब म तिमीहरूलाई बुझाउने छु। जाऊ महाराज यमराजसँग गएर सोझ तिमीहरूले यसको महत्त्वको बारेमा। ठिक छ हे वैष्णवलाई अब उनी धर्मराजकोमा लिएर गएर अब यसलाई बुझाउनेछौँ। अब उनले जे भन्छन् त्यही अनुरूप अब हामी चल्नेछौँ। कुनै लानु परे पनि लिएर हेर अब तिमीहरूको सहयोगमा हामीले पनि लिएर जान्छौँ। काँधमा राख यो अजामिललाई ल। ठिक छ ल काँधमा राखेर हिँड ल अजामिललाई वैकुण्ठ। के भयो थाक्यौ क्या लौ चाल जता पाइ नफाल भोलि पनि चाहिन्छ ल मेरो परना परना मेरो परना रे भएको भएको बाटो भन्दै ए जाउँ आजलाई ल ननिउरे हुँदै बाहिर बाहिर आँखा ठौला बनाउनु घर गएपछि जस्तो गर्नु परिहाल्छ होइन ल सदा सर्वेश्वर भगवानको आनन्द कन्द भगवानको ल आउनुहोस् अब फेरि उनी हरिनाम संकीर्तन दुर्गा भवानी दर्शन देऊ हामीलाई नन्दन मानी दुर्गा भवानी दर्शन देऊ हामीलाई नन्दन मानी दुर्गा भवानी दर्शन देऊ हामीलाई नन्दन मानी
Hare